घाँसै छैन घाँस नकाटी भएकै छैन गाई पनि कराएकै होला मेरो एउटा भुस्लिने साथी पनि त्यो त घरमा केही काम छैन त्यसलाई मजा छ है लु बस्नु खानु यति अरू केही कामै छैन यसको लागि चाहिँ दामी हो मलाई मनपर्छ घाँस काट्दा काट्दा ढिक्क भइसक्यो अझै भन्न के गर्यो होला मैले भन् त हो र तँले आज जिन्दगीमा जन्मेदेखि अहिलेसम्म फर्स्ट टाइम नहिस् नुहाउनु त म दिनै नुहाउँछु नि आज मैले नयाँ कुरा निकालेँ हन हो तैँले कि बल्छीमा माछा पो फसेस् कि क्या हो कहाँ फसाउँछौ आज मैले नयाँ चलाउने कुरा निकालेँ ए आज तैँले नयाँ चलाउने कुरा मलाई थाहा पाए के रहेछ तैँले चाहिँ आज नयाँ ब्रस किनिस् फर्स्ट टाइम हन यसले त सुनकै हात्ती पाए जस्तै गर्छ यहाँ घाँस काट्न पनि दिँदैन के रे आज मैले नयाँ बाइक होइन होला यो लाटो मान्छे धरीले त आज बाटो कुरा गरे अनि छट मरे लु मेरो साथी अब त घुमाउनु नि लान्छ होला तर तैँले बाइक तेरो घरमा राखेको हुनुपर्ने अब तेरो घर भने आम्मामा यहाँबाट अमेरिका पुग्नु पर्यो अलिक छिटो होला तर तेरो घर पुग्नु त्योभन्दा ढिलो होइन त्यही मेरो घर पुग्नु कति लाग्छ र हिँड्न कि त्यही 4-5 घन्टा त लाग्ला होला हिँड्न मैले यस्तो चर्को घाममा घाँस काटेँ त्यो घाँसमा यहीँ छोडेर तेरो बाइक हेर्न जानेछु तर तेरो बाइक राम्रै होला नि फेरि राम्रो एकदमै क्वालिटी दामी फ्यान्टास्टिक बाइक छ त्यो अजय देवगनले चलाउने बाइक हुन्छ नि त्यस्तै छ के गर्छ अब मजा आउने भयो घुमाउनु लैजायो है ल घुमाउनु चाहिँ लैजाने फेरि यत्रो तैँले बाइक किनेको छस् घुमाउनु लैजा आज म तँलाई मेरो सरर गाडीमा नि ए बाइकमा यस्तो मजाले घुमाउँछु हिँड ए साथी तेरो घर पुग्न त आम्मामा पहाड हिमाल खोला नाला चिसो जाडो आछु गरम हुँदै पनि जानुपर्छ यहाँ होइन टम्बै हिँडेर पनि त्यही पनि गाडीमा भए पनि पुग्न सकिन्छ कि हिँडेर आम्मामा म त पुरा अल्छी पो लाग्न थाल्यो त भाइ बाइककै सम्झनामा मात्रै छु कि त्यहाँ बाइक छ भनेको मात्रै हिँड्दैछु नभए तेरो घर के कुरो जान्छु म आजको दिनमा यति साह्रो भइस् आफ्नो साथीको घरमा हिँड्नु पनि सक्दैन यस्तो रहेछ भाइ के अप्ठ्यारो बाटो जेसिबी पनि यो बाटोमा खनेर हिँड्न सक्दैन है ढुङ्गाहरू यसरी लड्छ नि हात त दिएन हौ छ्या यो बाटो जन्मेदेखि नै हिँडेको यो बाटो हिँड्नु के छ र साथी बाइक सम्झेर हिँड्न छ यहाँ बाइककै नाममा मात्रै हिँड्दैछु तल हेर कति चाहिँ उयो छ अब अलिकति मात्रै छ हो अलिकति तेरो घरको बाटोबाट पुरा अन्डरग्राउन्ड भएर जानु पर्दो रहेछ है अब यहाँ दल धरेर थट यस्तो बाटोमा जाने मरिन्छ यस्तो बाटो त ओए थरथरे कहाँ पुगिन्छ बाटो हिँड्नु पर्दैछ पहिला त दामी रोडको बाटो हिँड्ने बानी ओ थरथरे काइला आया यस्तो यो हेर बाइकको नाममा मरिन्छ कि बाँचिन्छ भइसक्यो नि छट त लडिछ मरिस होइन छिटो माथि आइज यहाँ माथि जाने हुँदा अहिले माथि नै पुग्छु जस्तो लाग्यो कि त्यसका बाजे यो के चाहिँ हिँड्नु पर्दैछ कस्तो बाटो हिँड्नु पर्दैछ एउटै बाइक मरे ओए सम्हालेर हिँडे सम्हालेर त्यही यहाँ सम्हालेर हात दे नभए हात दे माथि पुग्यो झन्डै
आइया आधी बाटो न आइपुगेको छुइनँ गल्यो म त ओए केही त खुवा न हौ थेट पख तँलाई म मेन भर्सेसवालको खाना दिन्छु हेरे अबुई ओ यो त यसो हेर्दा इस्कुस जस्तै छ ओए कि पिज्जा बर्गरमा हाल्ने कि मरि छैन पिज्जा बर्गर मिठो खानुपर्छ यो चाहिँ ततै खानुपर्छ मिठो हुन्छ होला नि ओए आम्पो स्वर्ग देख्छ पहिला नानीमा खाएको नि यस्तो त हामीले जोर खाएको नि तँले नानी नै छस् खाँदै आम्मा के भयो मरे ओए के खुवाइरोए यो यस्तो प्रोटिन पाउने नखाएको पानी पानी पानीतिर बलिदिन्छ है ला ओए पानी परेर हाल्यो मैले 2 वर्ष भइसक्यो पानी नसके एलर्जी छ मलाई थरथरे रोग लाग्यो ज्वरो आयो आयो पानी ओइले नखाता आइ मरे के यस्तो पानीमा पनि डराएको त्यो हेर त आम्मामा झन् मजाले नाच्नु पो पर्छ त्यस्तोमा त थरथरे रोग ज्वरो आयो पर्खी तँलाई म अर्ग्यानिक छाता दिन्छु कि ला यो ओरेर जानुपर्छ 802 जना ए धन्न तैँले थरथरे रोगबाट बचाइदिए न त म धन्नै गएको नि ज्वरो कस्तो आउँथ्यो मलाई अब यतै जस्तो लाग्यो तेरो घर थरथरे मरेको आइया मरे नि आमै बाटो नहेरिन्छस् त्यस्तै हुन्छ मूर्ख साला त्यसका बाउ झन्डै पाखातिर गयो आइजन छिटो के बाटो नहिँड्ने हेरेको मूर्ख हिँड्नु पो जानुपर्छ त हामी त यस्तो बाटोमा त कहिले लड्दैन छैन मजाले त्यस्तै हुन्छ पाङ्रो गयो मेरो बल्ल बल्ल घाम आयो ओए भूत भूत आए जस्तो छ हौ ओए मुला छाडा रोग चल्यो यस्तो 12 बजिरहेको छ के आउँथ्यो भूत ऊ परे त ओए भूत होइन बा उयो हेर्छ के छ तै त बाघ बाघ देखेर भाग आइया भागौ बाघ देखेर मेरो त मुटु नै मुखमा आयो के भन्छस् मेरो यहाँ किडनीमा हार्ट एट्याक आयो ओए तँलाई अर्को बाटो याद छैन यहाँ त बाघले झन्डै हाम्रो खायो नि जसलाई जाने हो भने त त्यही बाटो जानुपर्छ अर्को बाटो छैन छ नि त्यही बाटो जाउँ आया आया जम्मै यहाँ आया बाइकमा मजाले घुम्न जान्छौँ भनेको बाघले झन्डै स्वर्गै घुमायो हामीलाई त हिँड्न साथी यही पर छ मेरो घरै पर हिँड्न आए जुम आए त्यसका बाजे ओए तेरो घर त हो यहाँ कि बाइक आथी बाइक नै बढे जस्तो गर्छ त यसले साँच्चै नै बाइक नै ल्याए जस्तो ओए यहाँ मेरो त तैँले मलाई त्यत्रो पहाडको बाटो झन्डै बाघले पनि मलाई खायो त्यत्रो हिँडेर आयौँ बाइकमा चढिन्छ भनेर यहाँ हेर्दा त साइकल मात्रै छ हौ छ्याट यो चाहिँ बाइक हो त खान्छ अब त मरिस् लु यहाँ त त्यत्रो तेरो छेउमा हिरो बाइक लिएर आएको कस्तो नमिठो लात हानिस् भने नि हिरो बाइक ल्याउँदैमा त हिरो हुँदैनस् हो तिनी यसो हेर्दा बाइक जस्तो नि छ न ब्रेक छ न पाइडल छ लु अलिक राम्रै साइकल भयो नि भन्नु